हेलो एभ्रिवान, स्वागत छ मेरो फर्स्ट मिनी ब्लगमा। आज चाहिँ म बनाउँदै थिएँ बाबुलाई नास्ता। यसरी पकाएको रोटी चाहिँ मेरो बाबुलाई एकदमै मन पर्छ कि त्यही भएर म स्कुल लाग्नलाई मेरो बाबुलाई रोटी पकाउँदै थिएँ। त्यसपछि रोटी पनि पाकिसक्यो। त्यसपछि यतातिर मैले बसालेको थिएँ दाल पनि पाकिसकेको छ अनि म दाल छान्नलाई रेडी गर्दैछु। प्याज खुर्सानी अनि जिरा हालेर त्यसपछि दाल पनि मैले छानेर त्यसलाई हल्का चलाएर मैले त्यसलाई ढाकिदिएँ। त्यसपछि मेरो काम थियो यता भाँडा धुने अनि मैले भाँडा पनि धोएँ। अनि धोइसकेपछि मैले धोएको भाँडाहरू मिलाएर मेरो काम चाहिँ सक्यो।